के तपाईँ माल्टा स्टुडेन्ट भिजा एप्लाई गर्ने सोचिराख्नु भएको छ? आज हामी तपाईहरुलाई बुझाउँछौँ अफर लेटर एप्लाई गर्दा के डकुमेन्टहरू चाहिन्छ भनेर। सबैभन्दा फर्स्टमा चाहिँ तपाईको एकाडेमिक डकुमेन्टहरू रेडी हुनुपर्छ, जसमा चाहिँ क्लास 10 को मार्कसिट, क्यारेक्टर सर्टिफिकेट, प्लस 2 को ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, प्रोभिजनल र माइग्रेसनको पनि सर्टिफिकेट, सँगै तपाईको भ्यालिड पासपोर्ट, अपडेटेड सिभी, सिटिजनशिप र पासपोर्ट साइज फोटो पनि हुनुपर्छ। यदि तपाईले इंग्लिशको प्रोफिसिएन्सी टेस्ट जस्तै आइएलटीएस गर्नुभएको छ भने त्यसको सर्टिफिकेट सबमिट गर्नुपर्ने हुन्छ। यदि गर्नुभएको छैन भने तपाईको कलेजबाट एलओआर र एमओआई सबमिट गर्नुपर्ने हुन्छ र त्यो लिएर आउँदा पनि हामी तपाईको प्रोसेस अगाडि बढाउँछौँ। र यति डकुमेन्ट सबमिट भइसकेपछि अल्पाइन एजुकेसन कन्सल्टेन्सीले तपाईको अफर लेटरको लागि एप्लाई गरिदिन्छ र अफर लेटर नर्मली विदिन 3 डेजमा रिसिभ हुन्छ। अब अफर लेटर आइसकेपछि के डकुमेन्टेसनहरू गर्नुपर्छ त त्यो चाहिँ हामी तपाईहरुलाई अर्को भिडियोमा एक्सप्लेन गर्छौं। आजको लागि यति नै। अब अरु डिटेल चाहिन्छ भने आजै अल्पाइन एजुकेसन कन्सल्टेन्सी भिजिट गर्नुहोस् वा हामीलाई तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।